सो वेलकम ब्याक टु न्यू एपिसोड डेली ब्लग डे 3। आज चाहिँ हामी जाँदैछौँ साउको घरमा अनि दाइसँग बसेर मजाले जाँदैछु। अनि यहाँ आइसकेपछि चाहिँ अब के गर्ने भनेर सोच्नुभएको होला। अब हामीले चाहिँ यहाँ बाइक स्टार्ट गर्नुपर्ने हुन्छ। अनि यता बाइक स्टार्ट गरिसकेपछि अनि दाइले चाहिँ अनि म आवाज सुनाउँछु भन्नुभयो। सो एक्चुअली आवाज सुनाऊ है त। सो बाइकमा चाहिँ ढुवाङ थियो, त्यही भएर आवाज मिठो आइरहेको थियो। अनि दाइले चाहिँ अनि भिडियो गरेको नदेखेर उता जा अरे अनि त्यहाँपछि अनि ट्याक्क बाइकहरू यहाँ राख्यो। अनि आजको हाम्रो पहिलो कम्प्लेन भनेको चाहिँ आज चाहिँ भिमादको आयो। सो म चाहिँ भिमाद जान रेडी छु। अनि दाइलाई चाहिँ गेम खेलेर बस्न भन्नुभएको छ है आज साउले चाहिँ, किनकि यहाँ टेस्ट हुँदैछ नि त। अनि दाइ चाहिँ मक्क पर्दै हुनुहुन्छ गेम खेल्न पायो हामीलाई पठाउने भन्दै। अनि हामीलाई चाहिँ जाकी जा भनी राख्नु भएको थियो। सो हामी चाहिँ अब भिमाद जानेछौँ ट्याक्क स्प्लेन्डर लिएर। सो डाइरेक्ट अब भिमादमा भेटौँ। सो हामी चाहिँ अहिले चाहिँ ठाडो लाइन आइसक्यो र कम्प्लेन पनि यहीँ रहेको छ। अनि कम्प्लेन चाहिँ के हो भने एउटा घरबाट अर्को घर चाहिँ राउटर सार्ने हो। अनि म चाहिँ यो घर आइसकेँ। अनि अगाडिको पोलबाट चाहिँ सार्नुपर्ने हुन्छ हामीले माथि तल। अब एकैचोटि काम स्टार्ट गरौँ है त। सो यहाँ चाहिँ अलरेडी तार काटेर टिफिन चाहिँ जोडिसकेको रहेछ भने अब पोलबाट चाहिँ मैले एउटा टुप्पो लिएर आउनु पर्ने हुन्छ। तारको टुप्पो चाहिँ जोगाएर ल्याउनु पर्ने हुन्छ। त्यो पोलबाट ट्याक्क त्यो पोलमा चढेर टुप्पो लिएर अनि सर ल्याएर अनि यहाँ बाँधेर अनि फेरि अर्को ठाउँमा सेफ तरिकाले पुऱ्याउनु पर्ने हुन्छ। सो लेट्स गो। अनि म चाहिँ अर्को ठाउँ हेर्न आएको। अनि अर्को चाहिँ नजिकै रहेछ, जस घरबाट पोल चाहिँ त्यही 10 मिटरको दूरीमा रहेछ। अनि यहाँबाट मैले चाहिँ टुप्पो चाहिँ जोगाएर निकाल्दैछु। अनि तल चाहिँ दाइ हुनुहुन्छ भने अब यो तारलाई चाहिँ रोल गरेर बेरेर गर्नुपर्ने हुन्छ। अनि घाम यस्तो घाम छ हेर्नु न, मलाई त ओहो कालै बनाइदियो। अनि मैले यो प्याक पनि गरिसकेँ। अब यसलाई लिएर गएर फेरि अर्को ठाउँमा जोड्ने। अनि मैले चाहिँ यो यता आएर पनि मैले जोडिदिइसकेँ ट्याक्क लगाएर। यो माथिको तार चाहिँ हाम्रो हो, किनकि अब म हाइटी छु नि त, त्यही भएर माथि राख्नुपर्छ कि। अनि माथि राखिसकेपछि आज यस्तो घाम छ ओहो कालै हुने भइयो भन्दै अनि राउटर चाहिँ यसरी राखेको छु मैले चाहिँ। अनि अब ठ्याक्क भिमादमा फेरि अर्को कम्प्लेन चाहिँ युट्युब चले छैन भन्दै थियो। अनि त्यो युट्युब पनि चलाएर हामी त्यहाँबाट पनि निस्किसक्यो। र यो चाहिँ रहेको छ भिमादको पुल। अनि यहाँ चाहिँ तार झुल्ने थियो। अनि अलिकति तार झुलेर अनि हामीले चाहिँ तारलाई अलिकति माथि उठायो। अनि दाइ चाहिँ उता बस्दै हुनुहुन्छ। अनि मैले दाइलाई बोलाएर हामी फेरि ब्याक टु अनि धारापानीमा आइयो। धारापानीमा आएर ट्याक्क लाएर अनि खाजा खान आइयो है। खाजा ट्याक्क यस्तो गरेर पुरा भिडियो गर्छु भनेको म त खाजा भ्याइसी मात्रै याद गरेको। अनि आज चाहिँ बाइकलाई पनि खाजा खुवाइयो भने नेपाल चाहिँ बिस्तारै विकसित हुँदैछ। र यो चाहिँ बेलचोत्रामा रहेको छ पुरै। अनि यो नेक्स्ट कम्प्लेन थियो। नेक्स्ट कम्प्लेन पनि टिभीको बक्स लगाएर जोड्ने थियो। यो चाहिँ मेरो साथीको घर रहेको छ। अनि यसो माथि गएर हेरेको त अनि अब आज मान्छे छैन भोलि आउनु भनेर लगाइदियो। सो द्याट्स वाइ अब दाइहरूले मलाई छोडिदिनु भयो, बाई बाई भनियो। अनि आज घरमा एक्लै छु। सो तपाईँहरूलाई पनि थ्याङ्क यू र नेक्स्ट ब्लगमा भोलि भेटौँ।